नमस्ते, हार्दिक स्वागत छ। नमस्कार मेरा दाजु भाउजू। नेपाली साहित्य सङ्गीत भाषा संस्कृति कला र परम्पराको श्रीवृद्धिमा समर्पित भारतवर्षको दार्जिलिङमा रहेर अनवरत रूपमा सङ्गीतको सेवामा लाग्नुभएका अग्रज गायक तथा सङ्गीतकार श्रद्धेय पवन गोलेज्यूलाई यो तेस्रो पटक साहित्य चौतारीको प्रेक्षालयमा स्वागत गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ। साहित्य चौतारीको नियमित कार्यसँगै यसपालि हामीले केही समय अगाडिदेखि साहित्य चौतारीसँग स्रष्टा भन्ने हाम्रो जुन यो पोडकास्ट या यो कार्यक्रममा यहाँलाई हार्दिक स्वागत गर्छु। दार्जिलिङदेखि पाल्नु भएको छ र उहाँलाई तेस्रो पटक सम्मान गर्न पाउँदा हामी अति गौरवान्वित खुसी भएका छौँ। हावासँगै बहौँ भन्छु, भन्छु अनि उहाँलाई पवन गोले वरिष्ठ गीतकार बनाउनु हुने, धेरै धेरै सम्मान पुरस्कारबाट सुशोभित गराउनु हुने, त्यसको श्रीविधिमा सहयोग गर्नुहुने सहधर्मिणी अर्धाङ्गिनी श्रीमती घामरी भाउजू हार्दिक स्वागत छ। हजुरको शुभ नाम भन्नुभयो? सुषमा गोलेज्यू। दुईजना स्वागत गर्छु र साहित्य चौतारीको 33 स्मारिका मायाको चिलो यहाँलाई हामी हस्तान्तरण गर्छौँ। दुवै दम्पति दाजु या भाउजू लाई आज दार्जिलिङबाट पाल्नु भएको छ उहाँ र भोलि उहाँ भीमविराग प्रतिष्ठानबाट पछि उहाँ सम्मानित हुँदै हुनुहुन्छ, पुरस्कृत हुँदै हुनुहुन्छ। त्यसको पनि अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छौँ र आजको यो कार्यक्रममा यहाँ अतिथिको रूपमा हामीले स्वागत गर्न पाउँदा हामी गौरवान्वित महसुस भएका छौँ। बाँकी कुरा हाम्रो कार्यक्रम संयोजक प्रेस सल्लाहकार भरत भावुक प्रसाईज्यूले यहाँसँग संवाद गर्नुहुनेछ र क्यामेराम्यानका सम्पूर्ण साथीहरू यो प्राविधिक टिमलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्छु। म साहित्य चौतारीको संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ। धेरै धेरै धन्यवाद, धेरै धेरै आभार, धेरै धन्यवाद। राजकुलासमा धेरै होला। नमस्ते अनि हार्दिक स्वागत अभिवादन गर्छु। म भरत भावुक प्रसाई। साहित्य चौतारीको यो दोस्रो श्रृङ्खला पोडकास्टका रूपमा तपाईँ समक्ष लिएर आउने क्रममा आज पनि म उपस्थित भइसकेको छु। धेरै भूमिका नबादी आजका हाम्रा अतिथि विशिष्ट व्यक्तित्व गायक तथा सङ्गीतकार आदरणीय व्यक्तित्व पवन गोले रहनु भएको छ। उहाँलाई आउनुहोस् कार्यक्रममा स्वागत गरौँ। कार्यक्रममा हजुरलाई हार्दिक हार्दिक स्वागत छ। के छ, आरामै हुनुहुन्छ? सन्चै हुनुहुन्छ? हजुर आरामै छ। हजुर एउटा साङ्गीतिक क्षेत्रमा काम गरिरहेको अथवा साङ्गीतिक क्षेत्रमा लागेर लामो समयदेखि आफ्नो एउटा जीवनका समयहरू व्यतीत गरिरहेको व्यक्ति होइन, स्रष्टाहरूलाई गरिने सम्मान कस्तो हुँदो रहेछ, त्यहाँबाट सुरु गरौँ। अब स्रष्टाहरूलाई सम्मान एउटा के भन्छ, हाम्रो अग्रजहरूले भने जस्तो त्यो अक्सिजन अरे क्या त कलाकारको लागि। जुन सम्मानहरू तपाईँले यसरी खातिर गर्नुहुन्छ, यो चाहिँ कलाकारलाई जस्तै सोमा थप्पडी मारिन्छ, त्यो एउटा कलाकारलाई प्रोत्साहन हुन्छ क्या। मलाई पनि मन पराउनेहरू धेरै रहेछ भन्ने त्यस्तो प्रोत्साहनहरू मिल्ने गर्छ। जस्तै साङ्गीतिक क्षेत्रमा तपाईँ कहिलेदेखि लाग्नुभयो या तपाईँको रुचि कहिलेदेखि जागृत भएर आयो त? हुन त मेरो बाल्य अवस्थादेखिकै म गाउने गर्थेँ घरमा, तर खासै सुरु अब मान्छेले वाह वाह नभनी त मैले गाउँदो रहेछु भन्ने त जानकारी पाइँदैन आफैले। र त्यो चाहिँ मेरो खासै सुरुवात चाहिँ मेरो 1976मा जिडिएनएस भनिन्छ, गोर्खा दुःख निवारक सम्मेलन। त्यहाँ वार्षिक प्रतियोगिता हुन्छ, सङ्गीत प्रतियोगिता, अनि अझै पनि हुन्छ। अझै पनि त्यसलाई स्वरश्री भनेर चिनिन्छ। र त्यो 1976मा चाहिँ मैले त्यो जिडिएनएसको त्यो प्रतियोगिता चाहिँ म सफल भएको, प्रथम पुरस्कार हासिल गरेको। त्यो चाहिँ मेरो सुरुवात भन्दाखेरि सायद मिल्छ होला। हजुर। अनि यो 50 वर्षको वसन्त, लगभग 50 वर्षको छेउछाउ साङ्गीतिक क्षेत्रमा तपाईँले अनवरत रूपमा होइन आफ्ना चाहिँ सृजनाका माध्यमबाट धेरै मानिसहरूलाई, धेरै श्रोता दर्शकहरूलाई चाहिँ मोहित बनाइरहनु भएको छ। हजुर होइन, यो लामो समय तपाईँले साङ्गीतिक क्षेत्रमा लागिरहँदा होइन, केही गर्न अथवा आफ्ना प्रस्तुतिहरू दिइरहँदा अब कतिपय कुराहरूमा चाहिँ के हुन्छ भने साङ्गीतिक क्षेत्रमा
लाग्दाखेरि अथवा साङ्गीतिक जगतका विभिन्न दिग्गज व्यक्तिहरूले कहिलेकाहीँ चाहिँ उहाँहरूले प्रोत्साहन गर्नुहुन्छ होइन, तपाईँले राम्रो काम गरिरहनु भएको छ भन्ने त्यो किसिमकाले तपाईँलाई चाहिँ एउटा ऊर्जा पनि मिलेको होला। तपाईँका जीवनका ती अनुभव, तिता मिठा अनुभवहरूलाई चाहिँ सुनाइदिनु न। कसरी यात्रा कसरी अगाडि बढेर आयो त? अब त्यो मेरो समयमा यस्तो डिजिटल स्टुडियोहरू थिएन। हामी रेडियोको घरमा बस्नु पर्थ्यो र मैले रेडियो नेपालबाटै मेरो गायन सुरु गरेको हो। यस्तै 78 या 79मा चाहिँ मैले रेडियो नेपालमा मेरो साथी राजु लिम्बू जो चाहिँ हाम्रो बेस गिटारिस्ट सुवर्ण लिम्बूको भाइ हुनुहुन्छ, उहाँ चाहिँ मेरो स्कुलको क्लासमेट हो। कलेज पनि हामी सँगै पढेको, हस्टेल पनि सँगै बस्ने गर्थ्यौँ र त्यसले गर्दाखेरि मैले गाउँदो रहेछ भनेर चाहिँ उसले आफ्नोमा उसकोमा खुबै राम्रो गिटार पनि थियो, फरेनको विदेशको गिटार थियो क्या त। अन्त त्यसले गर्दा म उसले गिटार राम्रो बजाउने मान्छे, म गाउने मान्छे गर्दा उहाँसँग मेरो सङ्गत धेरै घनिष्ठ भएर गयो। त्यसो हुँदा चाहिँ उहाँले मलाई प्रोत्साहित गरेर चाहिँ मेरो दाजु काठमाडौँमा छ सुवर्ण लिम्बू, हजुर, जो अहिले पनि हुनुहुन्छ र छ, म उहाँलाई भेटाउनुलाई योपालि यो स्कुल छुट्टीमा चाहिँ जाउँ भनेर सल्लाह गरेर चाहिँ म काठमाडौँ लागेको। त्यसै समयको कुरामा यो हावासँगहरू रेकर्ड भयो। अनि म रेडियो नेपालमा चाहिँ म भोइस टेस्टलाई के भन्छ स्वर परीक्षा पास गरेर नै भित्रिएको हो। म अडिसन बसेँ, त्यहाँ अडिसन बसेर अनि यो जुन चाहिँ हावासँग गीत छ, हावा सङ्गीत मेरो आफ्नै डेट निकालेर, त्यस समयमा कस्तो थियो भनेदेखि बाहिर बोर्डमा लिस्ट निकालिन्थ्यो, 1 महिनाको लिस्ट क्या त, कुन दिन कुन गतेमा कसको गीत त्यस्तो निस्किन्थ्यो क्या। त्यसमा मेरो पनि नाम भएर त्यही डेटमा चाहिँ मैले हावासँग रेकर्ड गरेको। हजुर, जस्तै नि पहिलेको समयमा जुन तपाईँ एउटा सङ्घर्ष गरिरहेको समयमा चाहिँ गीतहरू रेकर्ड गर्दा चाहिँ भोइस टेस्ट गरेर त्यो सेलेक्टेड चाहिँ भोइसलाई मात्रै रेकर्ड गरिन्थ्यो। अब रेकर्डिङ स्टुडियोहरू पनि थिएन। पछिल्लो समयमा चाहिँ अहिले तपाईँको जसले पनि तपाईँको सजिलै गएर पैसा छ भने घरमै गरिहाल्छ, रेकर्ड गर्ने, गीत सार्वजनिक गर्ने, अनि ती प्रविधिको कतिले सदुपयोग कतिले दुरुपयोग गरेर चाहिँ पपुलारिटी एउटा भाइरल एउटा शब्द हामी युज गर्छौँ नि, भाइरल हुने त्यो एउटा ट्रेन्ड छ। त्यो दुःखको सङ्घर्षको त्यो हिजोको दिनलाई सम्झँदा र आजको यो दिनलाई सम्झँदा कसरी हेर्नुहुन्छ? गाउनु त कुरा त एउटै हो, खासमा चाहिँ गायक एकदम तगडा हुनुपर्छ, मतलब पुरा प्र्याक्टिस गरेको गायक हुनुपर्छ क्या त। तर अहिले चाहिँ हाम्रो समयमा चाहिँ के थियो भने त्यो समयमा एनालगको रेकर्डिङ हुन्थ्यो है, मतलब सबै म्युजिसियनहरू एकसाथ बस्यो अनि सिङ्गर पनि सँगै बसेर काउन्ट गरेर प्र्याक्टिस गरेर त्यहाँबाट रेकर्ड गरिन्थ्यो क्या त। बिचमा कसैको म्युजिसियन कसैले केही पनि छुट्यो भनेदेखि फेरि सुरुबाट गर्नुपर्थ्यो। अहिले त त्यस्तो छैन, एक लाइन मात्रै गाउँछु भन्दा मिल्छ हो। अन्त अहिले धेरै सहज छ, प्रविधिसँगै धेरै कुरामा सहज छ। तपाईँको विचारमा सङ्गीत के होला? सङ्गीतलाई कसरी हेर्नुहुन्छ, परिभाषा दिनुहुन्छ? सङ्गीतलाई मान्छेहरूले धेरै प्रकारले हेर्छ हो। सङ्गीत चाहिँ मान्छेलाई प्रेरणा हो एउटा, हजुर, अर्को एउटा जिउने साधन क्या त, बनाउनुपर्छ, जसले चाहिँ जुन बेगर चाहिँ म सक्दिनँ अब भन्ने हुनुपर्छ क्या त। त्यति साह्रो भित्र डुबेको हुनुपर्छ आफू, यो बेगर चाहिँ म बाँच्न नसक्ने। जस्तै अब मेरो श्रीमती जत्तिकै, मेरो नानीहरू जत्तिकै त्यो रूपले हेरेर चाहिँ हामीले सङ्गीत चाहिँ कन्टिन्यू प्र्याक्टिस गर्नुपर्छ क्या त। हजुर, अभ्यास गर्नु पऱ्यो। अनि यसलाई अब मान्छेले त सुनोस् या नसुनोस्, तर आफ्नो लागि गाउने गर्नुपर्छ क्या त। आफ्नो लागि आफू खुसी भयो नि, मेरो फ्यामिली खुसी भयो नि, त्यति हो क्या त। त्यो प्रकारले हेर्नुपर्छ। नेपालमा तपाईँका सृजनाहरू, कालजयती सृजनाहरू जुन अझै पनि नेपाली कलाकारहरू, नेपाली साङ्गीतिक क्षेत्रमा चाहिँ सुनिरहेको एकदमै चर्चित भनौँ होइन, चर्चामा रहेको हावासँगै बगु भन्छ। तपाईँले पनि साहित्य चौतारीका कार्यक्रमहरूमा आउँदाखेरि दिएको त्यो प्रस्तुतिले जिरिङ्ग बनाउने गरेको त्यो प्रस्तुति त्यहाँ तपाईँले दिनुभएको थियो, त्यो म अझै पनि सम्झन्छु। आजको यो कार्यक्रममा, विशेष कार्यक्रमलाई अझ रौनकता थप्न र तपाईँको यो विशेष गीतलाई एकचोटि चाहिँ केही नोटहरू, केही हरफहरू म आग्रह गर्छु हजुरलाई। हावा
हावासँग बगौँ भन्छ, पातसँग बोलौँ भन्छ, यो मनको हागो फेरि कहीँ कतै छल्कौँ भन्छ, चट्टानलाई फुरौँ भन्छ, पानीलाई सल्काउँ भन्छ, यो रातको कथालाई उजेलोमा भनौँ भन्छ, हावासँग बगौँ भन्छ। रुने आँखा चिसो हुन्छ, हाँस्ने ओठ निलो हुन्छ, रुने आँखा चिसो हुन्छ, हाँस्ने ओठ निलो हुन्छ, मर जाने मान्छेलाई बाँच्न कति कथा हुन्छ, यो रातको कथालाई उजेलोमा भनौँ भन्छ, हावासँग बगौँ भन्छ। भयो हुन्छ होला। हस्, कति सुन्दर उत्कृष्ट। परिवारमा को हुनुहुन्छ? अहिले घरि म छु, मेरो मिसेस अनि मेरो 3 जना छोराहरू र अहिले साथमा चाहिँ मेरो कान्छा छोरा मात्रै मसँग छ र हामी परिवारमा 3 जना फ्यामिली 3 जना हुन्छ अहिले। हजुर, जस्तै तपाईँको साङ्गीतिक यात्रा लगभग 50 वर्षमा प्रवेश गरिरहेको छ। 500 भन्दा बढी तपाईँका गीत सङ्गीतहरू कालजयी गीत सङ्गीतहरू नेपाल लगायत भारतका होइन विभिन्न मिडियाबाट चाहिँ बजिरहँदा सुनिरहँदा कस्तो अनुभूत हुँदो रहेछ? मैले चाहिँ यो साङ्गीतिक क्षेत्रमा लागेर चाहिँ राम्रै काम गरेछु जस्तो फिल हुन्छ कि स्रष्टाहरूको त्यो माया सम्मान पाइरहँदा कस्तो अनुभूत हुँदो रहेछ सर? प्रकाश श्रेष्ठले गाएको गीत जस्तै नि, गहिराइमा डुब्दै नडुबा, डुबिसकेको छौ भने मोती नटिपी नफर्का। मलाई पनि त्यस्तै फिल हुन्छ क्या, अब डुबी त हालेँ, केही न केही मोती नभए पनि केही न केही समुद्रको अनमोल चिज चाहिँ ल्याएर आउँ भन्ने चाहिँ मेरो विचार छ है। अनि सबै अरू कलाकारहरूलाई यही सम्झिनु होला, मेरो यहाँबाट तपाईँहरूलाई पनि म्यासेज है। र मोती नटिपी चाहिँ नफर्किन है, के त गहिराइमा डुब्दै नडुबा है, यो भन्ने छ। लामो समयदेखि साहित्य चौतारीले स्रष्टा सर्जक र साङ्गीतिक क्षेत्रमा आउन चाहने नवप्रतिभा र सर्जकहरूलाई सम्मान अभिनन्दन गर्दै आएको छ लामो समय। त्यो तपाईँ पनि जानकार हुनुहुन्छ र पछिल्लो समयमा एउटा डिजिटल अभिलेख पनि राख्नु पर्यो भनेर साहित्य चौतारीको ब्यानरमा साहित्य चौतारीसँग स्रष्टा भन्ने कार्यक्रमको हामीले सुरुवात गरेका छौँ। यसलाई कसरी हेर्नुहुन्छ, कस्तो सुझाव दिनुहुन्छ? साहित्य चौतारी भन्दा नै हाम्रो देवी भक्त सरको नाम उठिहाल्छ। सर्वप्रथम उहाँ नै हो, सब कुछ हो। अनि उहाँको सोच, उहाँले जुन कुरा गर्नु जानु हुँदैछ, अगाडि यसलाई अझै माथि पुऱ्याएर लानु हुँदैछ। र सबै यो साहित्य चौतारीले गरेको, अब मैले भनिहालेँ अघि नै, म 25 वर्ष अगाडि पनि आएको थिएँ यही साहित्य चौतारीमा है। र अहिले पनि यहाँ म साहित्य चौतारीसँग जोडिरहेको छु। यसरी जोडिरहनु पाऊँ अनि अरू यस्ता सर्जकहरू खोजिकन हराएका सर्जकहरू पनि उहाँले कहाँबाट खोजेर निकाल्छ। यो चाहिँ मजा लाग्छ मलाई क्या। यसको लागि चाहिँ एकदम बधाई छ हजुरहरूलाई, शुभकामना छ। तपाईँहरूको सद्भाव शुभेच्छा चाहिँ एउटा प्रेरणाले चाहिँ पक्कै पनि कार्यक्रम धेरै अब जसरी 25-26 गर्दै 28 वर्ष पुग्यो, यो पनि 28 वर्ष पुगोस् भन्ने शुभेच्छा र शुभकामना दिनुहोला भन्ने आग्रह गर्दै, साङ्गीतिक क्षेत्रमा अहिले जति पछिल्लो समय नवप्रतिभाहरू जो आउन चाहनु भइरहेको छ नि, उहाँहरू चाहिँ साङ्गीतिक शिक्षाको ज्ञान नलिकन आइरहनु भएको छ। रहरको एउटा हुन्छ त मान्छेलाई, अरूले मिठो गाइरहेको छ, सुरिलो स्वरमा गाइरहेको छ, उसको चाहिँ राम्रो छ, म पनि लाग्छु भनेर उहाँहरू आइरहनु भएको छ होइन। अनि पछिल्लो समय एउटा रियालिटी सोको एउटा ट्रेन्ड पनि बसिरहेको छ। धेरै मान्छेहरू अथवा धेरै प्रतिभाहरू, धेरै भाइ बहिनीहरू चाहिँ त्यस क्षेत्रमा पनि अहिले आबद्ध भइरहनु भएको छ होइन। अब रियालिटी सोले प्रतिभालाई निखार्ने काम गर्छ, 1जना 2जना उत्कृष्ट छान्छ, तर बाँकी भएका ती प्रतिभाहरूलाई चाहिँ एउटा स्थान दिँदैन कि न्याय गर्दैन कि भन्ने कता पनि सुनिन्छ क्या। यसलाई चाहिँ कसरी हेर्नुहुन्छ? यसको तपाईँको बुझाइ के छ यो विषयमा? अब मान्छेले या मैले है
कुनै पनि कुरा नेगेटिभ विचारले हेर्नु हुँदैन है, पोजिटिभ लिनुपर्छ यसलाई। जुन कुरा अहिले रियालिटी सोहरू भइरहेको छ, हजुर यो भइरहेको छ र हामीले नयाँ प्रतिभाहरू चिन्ने मौका पाइरहेको छौँ, सुन्ने मौका पाइरहेको छौँ। उनीहरूको मनमा के छ कसो छ त्यो त हामी थाहा हुँदैन है, तर उनीहरूलाई हामीले नजिकबाट चिन्ने मौकाहरू पाइरहेको छौँ। र यो रियालिटी सो पनि कहिलेकाहीँ चाहिँ कस्तो हुँदो रहेछ हजुर बोल्दै गर्दा, जस्तै प्रतिभाशाली गायकहरू पनि त्यो भोटिङको माध्यमबाट कहिलेकाहीँ चाहिँ फालिँदाखेरि चाहिँ खिन्नता हुने एक किसिमको होइन, त्यो एउटा प्रतिभा चाहिँ स्थान उसले पाउन सफल होइन भन्ने कसैको जरेको, त्यसलाई चाहिँ अलिकति केही चेन्जेसहरू गर्नुपर्छ कि जस्तो लाग्दैन? त्यस्तो सुझाव केही छ? यो जुन चाहिँ यो प्रतियोगिता राखिन्छ हजुर त्यसमा अब हार र जित त हुन्छै हुन्छ, हारे भनेर पछि हट्नु भएन। त्यो हार्नेकोमा त्यो यस्तो हुन्छ कि जित्न पनि उसको लक हुनुपर्छ क्या, त्यो दिन सबै परिबन्ध चाहिँ ठक्कै मिलेर चाहिँ त्यहाँ 1 नम्बर पुग्नु सक्नुपर्छ हो। तर त्यो 1 नम्बर पुग्नु ऊभन्दा बेटर पनि छुटिएर जान्छ क्या त, त्यस्तो पनि हुन्छ। तर उसको त्यो के अरे लक नभएको भनिन्छ कि उसले त्यो दिन शुभ हुँदैन उसको लागि होइन। तर गाउँदै गर्दाखेरि उसले राम्रै गाइरहेको गीत पनि बिगारेर पठाउँछ होइन। अन्त त्यस्तो हुन्छ क्या। अब सङ्गीत प्रतियोगिता हरेकले जित्छ भन्ने चाहिँ त्यस्तो हुन्छ क्या, कोही पछाडिएर जान्छ कोही। तर जतिको जित्नुमा मजा छ त्यतिकै मजा फेरि हार्नुमा पनि छ। हजुर हो नि। अब जस्तै अब हाम्रो बम्बईको के अरे प्लेब्याक सिङ्गरहरू छ नि, हजुर हजुर, सायद मैले त्यो आइडल जितेर त्यहाँ गएको त मैले देखेको छुइनँ। हजुर कोही छ आइडल जितेर त्यहाँ प्लेब्याक सिङ्गर भएको, म त्यस्तो देख्दिनँ। हजुर त्यहाँ हार्नेहरू गइरहेको छ त्यहाँनिर है, प्लेब्याक सिङ्गर गरिरहेको छ। अन्त त्यस्तो हुन्छ, मान्छेले समयले कहाँ पुऱ्याउँछ है, त्यो हो। र त्यो आफू हारे भनेर त्यस्तो भन्नु हुँदैन क्या, हिम्मत हार्नु, सङ्घर्ष गरिरहनु पर्छ। स्वर्गीय सम्राट नारायण गोपालसँगको सम्बन्ध कस्तो थियो, तपाईँको अनुभवहरू केही छन्? मेरो नारायण गोपालसँग समय बितेको छ, धेरै समय बितेको छ। केही प्रसङ्ग रमाइलो? हजुर 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 बितेको छ। मलाई एकचोटि उहाँ राष्ट्रिय नाचघर हुँदा चाहिँ हामी धेरै दार्जिलिङका कलाकारहरू गएका थियौँ। अन्त हामीलाई त्यहाँ नाचघरमा हामी त्यति बेला अरुणा दिदी पनि हुनुहुन्थ्यो, दिव्य खालिङ थियो, म थिएँ, मणिकमल दाई हुनुहुन्थ्यो, अनि सरला सोफियाहरू पनि त्यहाँ हामी दार्जिलिङको थुप्रै ग्रुपहरू हुँदाखेरि चाहिँ त्यहाँनिर यो मेरो हलमा प्रोग्राम गर र तिमीले बाँडेर चाहिँ केही कुछ सपिङ गरेर लैजा भन्ने क्या त उहाँको विचार नि, कति महान विचार है। यिनीहरूले अब त्यहाँबाट आएको पैसा सकिसकेला यिनीहरूको पैसा, यहाँ घुम्दा काठमाडौँ त्यसै खर्चालु जग्गा हो है भनेर चाहिँ उहाँले हामीलाई त्यहाँनिर 3 दिन सो गर्नु दिएको थियो। अन्त 3 दिन हामीले सो गऱ्यौँ, मैले पनि गीत गाएँ है। त्यो समयमा चाहिँ मेरो रमाइलो क्षण चाहिँ के हुन्थ्यो भनेदेखि अरू सबैको प्रोग्राम हुँदै गरेको हुन्थ्यो, मेरो हुने बेलामा चाहिँ नारायण गोपाल हाम्रो स्टेजको ब्याकमा आउँथ्यो। अन्त मोहन भाइ भयो तिम्रो भनेर सोध्थ्यो, भएको छैन भाइ मेरो, एकछिन पर्खिनुहोस् भन्थे। अन्त त्यहाँ साइडको स्टेजकै साइडको एउटा चेयर तानेर बस्थ्यो हो, बसेर मेरो गीत सुनेपछि लुजाउँ पवन भनेर 3 दिन सो भयो। 3 दिन मलाई उहाँले लगेर जानुभयो है। यहाँ लाजिमपाटको कहाँ चेपतिर लानुहुन्थ्यो कोही बेला हो, कोही बेला महाराजगञ्जको कुन चेपतिर लानुहुन्थ्यो हो। तर उहाँ चाहिँ अब त्यहीँ फेरि त्यहाँ कस्तो हुन्थ्यो भनेदेखि उसले सायद पहिल्यै दाइ आज आउनुहोस् है मेरोमा भनेको हुन्थ्यो, केही प्लान हुन्थ्यो होला। जुन जग्गामा म बस्थेँ नि त्यहाँ चाहिँ एकदम भिडियो सिडियो लगाएर एकदम स्न्याक्सहरू पुरा राखेर है, मान्छे पनि थुप्रै हुन्थ्यो त्यहाँ, गाउनु बजाउनुको केही हुँदैन थियो। त्यहाँ भिडियो राखेको हुन्थ्यो, भिडियोमा पिक्चर बजिरहेको छ, यता चाहिँ अब के भन्ने त्यही खायो, स्न्याक खायो, मजा गऱ्यो हो, हाँस्यो, गफ गऱ्यो हुन्थ्यो हो। त्यति दाइ चाहिँ त्यहीँ सुत्नुहुन्थ्यो त्यहाँ केटाहरू लगाएर। म त धेर खान नसक्ने मान्छे, अलिअलि खाएर म चाहिँ सुत्दा दाइलाई गयो भन्थ्यो होला भनेर आयो त्यो चिज। म 3 दिन मेरो त्यसरी बितेको छ क्या त है। भनेको रमाइलो एकदम रौसे मान्छे क्या त, मजा गरी हिँड्ने मान्छे है। मलाई खुबै रुचाउनु हुन्थ्यो दाइले क्या त। अब कार्यक्रममा फेरि तपाईँको एउटा गीत सुन्ने। अब नेपालमा अनि रेडियो नेपालसँग मेरो धेरै जोडिएको छ है। र हावासँग मैले गाइहालेँ होइन, त्यसको सुवर्ण
लिम्बू जो प्रिजिमको बेस गिटारिस्ट अझै पनि हुनुहुन्छ र हाम्रो शिवशङ्कर दाइ त यहाँ आएको हिजो अस्ति पनि भेटेको है। अनि अर्को त्यस्तै हस्ती छ ओम विक्रम विष्ट। मलाई काठमाडौँमा चाहिँ ओम विक्रम विष्टले चाहिँ मलाई धेरै मद्दत गरेको छ क्या। जुन समय मैले मेरो आवाज मतलब भोइस टेस्ट गरेँ नि, स्वर परीक्षा गरेँ नि, उहाँकै मार्फत गरेको। त्यो समय उहाँको काकाको त्यहाँ रेडियोको डाइरेक्टर हुनुहुन्थ्यो, के विक्रम विष्ट नै थियो नाम पनि। उहाँको बाउ त दौलत विक्रम विष्ट भयो है। अर्को के उसकै भाइ काकाहरू चाहिँ त्यहाँ डाइरेक्टर थियो। ऊ आफै गएर पवन भाइ आएको छ दार्जिलिङबाट, उसको भोइस टेस्ट गर्नुपर्छ भनेर ज्ञानेन्द्र भोलिपल्ट मिलाएर भोइस टेस्ट गराएको हो। अनि 4-5जना अरू पनि हुनुहुन्थ्यो। अन्त उहाँको धेरै दिन छ मसँग र उहाँले लेख्नुभएको गीत अनि काठमाडौँ नेपालमा धेरै प्रचलित गीत त्यो पनि यो हालसँगको समकालीन नै हो। 1 वर्ष जस्तोको फरक छ र अलिकति सुन्नुहोस्। हुन्छ सुनौँ अलिकति। यो पनि अब झन्डै त्यस्तै 45-46 वर्ष पुगिहाल्यो। यो युट्युबतिर पनि छ, मेरै च्यानलमा छ। छाडी जाने मायालुको कति धेरै माया, दिन ढाली साँझ पर्छ त्यति बढ्छ माया। दिन जाने मायालुको कति धेरै माया, दिन ढाली साँझ पर्छ त्यति बढ्छ माया। छाडी जाने मायालुको रातमा बोलाउँछन् धेरै जुनका शीतल किरणले, टोलाउँछन् धेरै मलाई जुन बानी तिम्रो मुहार। रातमा बोलाउँछन् धेरै जुनका शीतल किरणले, टोलाउँछन् धेरै मलाई जुन बानी तिम्रो मुहार। छातीमा नै राखौँ कि आँखैमा लुकाउँ, बिर्सी जाने निष्ठुरीको कति धेरै माया। दिन ढाली साँझ पर्छ त्यति बढ्छ माया। दिन ढाली साँझ पर्छ त्यति बढ्छ माया। अत्यन्तै उत्कृष्ट। साङ्गीतिक क्षेत्रमा तपाईँ लाग्दाखेरि त्यो दुःखको बेला अथवा सङ्घर्ष गर्दै जाँदाखेरि होइन यस्तो मोड कुनै मोड त्यस्तो आयो जुन मोडमा चाहिँ यो साङ्गीतिक क्षेत्रमा मैले नलागेको भए हुने रहेछ, म आफूलाई सर्भाइभ गर्न सकिनँ भन्ने गरेको त्यस्तो केही क्षणहरू आयो पल जीवनमा? त्यस्तो छ नि। सङ्गीतमा यो सब हुन्छ क्या त। अलिअलि सुनाइदिनु। हजुर हुन्छ। यो तपाईँकोले अनुभवले अरूलाई प्रेरणा मिल्छ क्या, त्यही भएर। अब म सिक्किममा काम गर्दै थिएँ। हजुर मेरो सिक्किममा रेगुलर जब थियो, तर पछिबाट मैले बिहा गरेँ क्या। यो गीतहरूकै बादको कुराहरू हो। हजुर अनि मैले बिहा गरेँ मेरो श्रीमतीलाई है। गरेपछि म अब एकचोटि यता दार्जिलिङमा श्रीमती, सिक्किममा श्रीमान, यो त मिल्दैन रहेछ नि त है। अन्त त्यहाँ क्या त मतलब एकअर्कालाई मिस गर्ने हुँदो रहेछ होइन परिवारमा है। अनि के गर्दै होला त्यो है मेरो मिसेस अहिले कसो होला। त्यो समय फोनको समय पनि थिएन हो, त्यो खालि ल्यान्डलाइन चल्थ्यो है। अनि यो मोबाइल सोबाइल थिएन है। अनि त्यस्तो हुँदा धेरै गाह्रो भयो मलाई। त मैले सिक्किमबाट रेगुलर सर्भिस छोडेर दार्जिलिङ आएँ।
धेरै वर्ष बेकारी भएँ, बेकार बसेँ म। अलिअलि पिउने पनि भइहालेँ, मथुम भइहाल्यो हो। अनि त्यो समयमा चाहिँ अब मैले गाउन छोडेको जत्तिकै भयो, त्यस्तो भयो। र एकचोटि मलाई हाम्रो अरुणा दिदीले मलाई क्या त यसरी छोड्दा चाहिँ मलाई अरुणा दिदीले बजार घरमा आइज त हो भने मलाई क्या अरुणा लामाले। हजुर हजुर। अन्त म त गएँ, म भोलिपल्ट पर्सिपल्ट मिलाएर तँ त मेरो छुट्टीको बेलामा आइज ल भने मलाई होइन। उसको छुट्टीको बेला म घर गएँ जाँदा तँ त अन्त के हराइस् त भन्ने कुरा गरेँ। अनि दिदी यो कथा लामो छ, के भयो त्यस्तो भयो भन्ने कुरा हुँदैछ है। दिदीले मलाई धेरै मद्दत गर्नुभयो है, एकदमै मलाई रुचाउने दिदी नि मेरो मलाई दिदी। अनि त्यसले गर्दाखेरि हिँड तँ यसरी बसेर हुँदैन, मसँग हिँड भनेर मलाई धेरैवटा कार्यक्रममा लग्यो उसँग डुएट गीत गाउनुलाई। यहाँ विराटनगरै आएँ म दिदीसँग गीत गाउनु हो। अनि त्यसरी लाउँदाखेरि चाहिँ फेरि मेरो त्यो ऊर्जा जागेर आयो क्या त हो। धेरै वर्ष त्यस्तै 6-7 वर्ष छोडिसकेको मान्छेले फेरि तँ गाउनुपर्छ, यति राम्रो आवाज बोकेर तँ कहाँ डुबिरहेको कता कता है भनेर भन्दाखेरि चाहिँ मैले फेरि दिदीसँग सो गरेर बिस्तारै बिस्तारै रेकर्ड गरेर चाहिँ त्यहाँबाट त्यहाँबाट फेरि पछाडि मैले दार्जिलिङमा त्यो हुँदै गर्दा अब मान्छेले हरायो भने त हराएको हुन्छ नि। त्यसरी फेरि मतलब प्रकाशमा आउने मौका पाएँ मैले र त्यसरी सबै कुरा अलिक परिबन्धहरू मिल्दै गयो। तपाईँलाई नेपालका स्रष्टाहरू होइन र दार्जिलिङका स्रष्टा र त्यहाँको माहौल बिचमा होइन कस्तो भिन्नता पाउनु भएको छ, देख्नु भएको छ? नेपालको अनि दार्जिलिङका है हजुर। अब कलाकारमा त भिन्नता त्यस्तो भेटिँदैन, किनकि कलाकार साङ्गीतिक माहौलको कुरा। हजुर साङ्गीतिक माहौल। ए हजुर हजुर होइन साङ्गीतिक माहौल अब कस्तो भनेदेखि हामी नेपाललाई म स्वयं म नै हो रेस्पेक्ट गर्छु, किनकि मलाई यहाँसम्म पुर्याउने पनि नेपाल हो। त्यो समयमा रेडियो नेपाल नभएको भए सायद म हुन्थिनँ होला। त्यो समयमा फेरि पछाडि म्युजिक नेपालहरू यो नयाँ नयाँ राम्रो राम्रो स्टुडियोहरू नबनेको भए सायद म यहाँसम्म हुन्थिनँ होला। र मलाई लाग्छ दार्जिलिङ र नेपालको सम्बन्ध चाहिँ एकदम घनिष्ठ छ। अब दार्जिलिङलाई नेपाल नभई हुँदैन, नेपाललाई दार्जिलिङ नभई हुँदैन, दार्जिलिङ कलाकार नभई हुँदैन क्या त है। र यस्तो घनिष्ठ छ कि यसको त्यसलाई उल्लेख के भन्छ वर्णन गर्न सकिँदैन। यो भित्रै बस्नुपर्छ क्या त है। पक्कै पनि तपाईँका धेरै कुराहरू अझै धेरै हामीलाई सुन्न मन लागिरहेको थियो, अझै धेरै श्रोता दर्शक समक्ष पुर्याउन मन लागिरहेको थियो। तपाईँका गीत अझै सुनिरहँ जस्तो लागेको थियो। हाम्रो छोटो समय 30 मिनटको कार्यक्रमभित्र धेरै कुराहरू पक्कै पनि हामीले अटाउन सकेनौँ। अझै धेरै तपाईँका कुराहरू जान्न मन हुँदै पनि समयको पाबन्दीका कारणले गर्दा हामीले धेरै कुराहरू राख्न सकेनौँ। अन्त्यमा साहित्य चौतारी जो स्रष्टा सर्जकका लागि सदैव होइन आफू समर्पित भएर विभिन्न माध्यमबाट उहाँहरूलाई चाहिँ एउटा प्लेटफर्म प्रदान गर्ने, नव प्रतिभाहरूलाई अवसर दिने, सर्जक स्रष्टाहरूलाई अभिनन्दन गर्नेदेखि लिएर नेपालको हरेक क्षेत्रमा पुग्ने, हरेक क्षेत्रमा भएका स्रष्टाहरूलाई खोजी अघि तपाईँले पनि भन्नुभयो होइन, मैले भन्नुभन्दा पनि यो सबैलाई थाहा भएकै कुरा हो होइन। यो साहित्य चौतारी एउटा सबैको साझा चौतारीको रूपमा विकास हुँदै गइरहेको छ होइन। र यो हाम्रो कार्यक्रमको यो साहित्य चौतारीसँग स्रष्टा कार्यक्रमको उद्देश्य भनेको पनि मैले अघि पनि भने मूलत स्रष्टा र सर्जकहरूलाई सम्मान गर्दै अभिनन्दन गर्दै उहाँहरूका अनुभव र अनुभूतिलाई अभिलेखीकरण, डिजिटल अभिलेखीकरण गर्नु हाम्रो उद्देश्यका साथ हामीले यो कार्यक्रमको दोस्रो श्रृङ्खलामा हामी हजुरसँग अन्तरङ्ग कुराकानी गरिरहेका छौँ। अन्त्यमा साहित्य चौतारीलाई कसरी बुझ्नु भएको छ र साहित्य चौतारीसँगको तपाईँको सम्बन्ध होइन समग्रमा बताइदिनु न। यो साहित्य चौतारीको कुरा गर्दाखेरि हाम्रा पूर्व संस्थापक हाम्रा शिवशङ्कर थापा अनि हाम्रा देवी भक्त श्रेष्ठज्यू र अरू जति पनि हाम्रा के अरे यहाँ साहित्य चौतारीसँग जोडिनु भएको छ उहाँहरू सबैलाई मेरो नम्र अभिवादन र हजुरहरूलाई भेट्न नभए पनि मेरो यहाँ यो च्यानलबाटै हजुरहरूलाई मेरो नमस्कार, नम्र अभिवादन टक्राउँदछु। धन्यवाद, थ्याङ्क यू। अन्त्यमा 2 लाइन गुनगुनाएर अनि हामी बिदा माग्छौँ। केही एउटा तपाईँका सृजनाबाट एउटा सानो
प्रस्तुति राखिदिनु होला। हामी मान्छे भएर यहाँ संसारमा आएपछि एक दिन हराउनै पर्ने हो र मैले अब यो उमेरमा झन्डै 70को उमेर लागिहाल्यो है। यो उमेरमा माया प्रीति गाउनु त उहिले गाइहाल्यो जमानामा है। अब त्यस्तो गीत गाउनु मिलेन, श्रोताले पनि के भन्ला है, साला बुढो भएर चम्किन्छ भन्ला होइन। र त्यस्तो गीत अहिले पनि गीत पनि छानेर गाउनुपर्ने भयो र हाम्रो सुरेन्द्र सिंहले लेखेको गीत है, सङ्गीत फेरि हो है। यति ठुलो संसारमा, यति ठुलो संसारमा कतै म हराउँछु कि घाम छाया जस्तो पर्छ, घाम छाया जस्तो पर्छ, त्यस्तै मन पराउँछु कि। पक्कै पनि तपाईँको आवाज, कोकिला आवाज जस्तै तपाईँको जीवन पनि सुन्दर बनोस्, तपाईँले सोचेका हरेक इच्छा र कामनाहरू पुरा भएर जाउन्। कार्यक्रममा आइदिनु भयो, अमूल्य समय दिनुभयो। तपाईँका अनुभव मैले अघि पनि उद्घोष गरिसकेँ, अनुभव र अनुभूतिहरू धेरै छन् जुन आजका सर्जक स्रष्टा र नवप्रतिभाहरूले सुन्नुपर्ने हुन्छ होइन। पक्कै पनि उहाँहरूले केही सिक्नुहुनेछ तपाईँका अनुभव र अनुभूतिबाट जस्तो हामीले आभास गरेका छौँ। आजको कार्यक्रममा आइदिनु भयो, अमूल्य समय दिनुभयो, धेरै धेरै धन्यवाद तपाईँ। हजुर थ्याङ्क यू भेरी मच, धेरै धेरै धन्यवाद है हजुर। हवस् त, आजको श्रृङ्खलाबाट मलाई पनि बिदा दिनुहोस्, आज्ञा माग्छु, नमस्ते। यति ठुलो संसारमा, यति ठुलो संसारमा कतै म हराउँछु कि घाम छाया जस्तो पर्छ, घाम छाया जस्तो पर्छ, त्यस्तै मन पराउँछु कि भन्ने गीत छ।